Hi guys, let's go to the Blue Mountain waterfall with us. This is our first time. त्यही भएर हामी चाहिँ फर्स्टमा लिटकम स्टेसनदेखि पारामाटा स्टेसन गइसकेपछि चाहिँ वाटरफलको ट्रेन चढ्यौँ। त्यस पछाडि मैले ट्रेनमा केही खाएँ भोक लागेर। त्यस पछाडि चाहिँ त्यहाँ ओर्लिसकेपछि चाहिँ त्यहाँ डार्विन वक भनेर लेखेको हुन्छ। लेखिसकेपछि चाहिँ हामी त्यसलाई फलोअप गर्दै गयौँ। अनि बिचमा हामी कन्फ्युज भएर पनि मान्छेलाई सोधेको थियौँ किनभने पुलमा लेखेको चाहिँ थियो। त्यही पनि कति धेरै के वाटरफल एरिया के लेखेको भएर चाहिँ हामीले सोध्यौँ। त्यस पछाडि चाहिँ हामीले वाटरफल पिकनिक एरिया भनेर लेखेको हुन्छ त्यहीलाई फलोअप गर्दा गयौँ। बिचमा यति राम्रो बाटो थियो हैन। अनि प्लस अब हिली एरिया पनि भएर होला किनभने त्यहाँ जाडो मौसममै स्नो पर्छ। अलि जाडो नै थियो। हामी बिहान पनि गएर होला त्यस्तो घाम चाहिँ लागेको थियो तर कति ठाउँमा सर्टेन ठाउँमा लागेको थिएन। अनि हामी रमाउँदै भ्यूहरू हेर्दै कस्तो राम्रो ऊहरू गर्दै कोस्टल वाक गर्दै हामी दुईजना चाहिँ गयौँ। मान्छेहरू त्यति धेरै पनि थिएनन्। त्यस पछाडि यो ब्लू माउन्टेन नेसनल पार्क लेखेको देखि हामी गयौँ। अनि त्यस पछाडि बल्ल सानो सानो झरनाहरू अनि झन् राम्रो भ्यूहरू आउँदै जान्छ। प्लस ब्लू माउन्टेनहरू पनि देखिन्छ ब्लू माउन्टेन एरिया भनेर। अनि त्यस पछाडि चाहिँ त्यहाँ पहाड छ त्योदेखि सिधै तल जानुपर्छ हैन तर सेफ्टी चाहिँ छ त्यहाँ चाहिँ। अनि बल्ल मेन वाटरफल देखिन्छ। अनि त्यस पछाडि चाहिँ त्यो हामी हेरेर घर फर्क्यौँ। आउँदाखेरि चाहिँ यस्तो गाह्रो भएको।